अस्ति त घरमा आगो लगाउने बानी भयो कि भएन हिजो घरमा आगो लगाएको पालाको पैँचो ढेँडालाई निस्दै कालालाई कोनी के भने जस्तै यिनीहरूको पालो आउँछ कि आउँदैन भनेको अब घर जल्ने पालो बालेन लगायतको टिमको होइन अब कसको हेर्दै जान्न कसले जलाउँछ अब मैले त म त मेरो त घर जलाउने योजना होइन तपाईँको चाहिँ खासमा कसरी यो अबको आन्दोलन चाहिँ कसरी अगाडि बढ्छ हाम्रो आन्दोलन भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्ग सबै राजमार्ग हाइवेहरू ठप्प हुन्छ हाम्रो आन्दोलन हाम्रो योजनाबद्ध तरिकाले छ हामी राम्रोसँगले लड्छौँ हामी उनीहरूले जस्तो जे चिज प्रयोग गर्छन् त्यही हिसाबले हामी जान्छौँ तपाईँहरूको आन्दोलनमा पनि त्यो बेला गोली नै चलेको होइन त्यो बेला त यिनीहरूले हामीलाई घुसपेट गरेर त्यो दिन भागबढी फुटाउने सबै माओवादी र एमालेका कार्यकर्ता थिए नि हामीलाई बदनाम गराउन त्यो त हामीलाई थाहा थियो त मलाई अघिल्लै दिन थाहा थियो यसरी घुसपेट हुँदैछ यहाँ ल्याएर हतियार राखेर चाहिँ मैले छोडिदिएको मैले बुझेर किनभने यो हुनु थियो एउटा चिज पड्केपछि अर्को चिज जन्मिन्छ क्या कुरो बुझे होइन जस्तो यो बेलामा पनि त प्रहरीको 13-1400 हतियार लुटिएका छन् तपाईँले गर्ने आन्दोलनमा त घुसपेट नहोला भन्ने के ग्यारेन्टी होइन अब त्यो त यस्तो छ सबैजना सुरक्षित तरिकाले आन्दोलन गर्छन् अब घुसपेट हुन्छ त्यही भएर त प्रहरी फिल्डमा आउँदैन त जस्तो जहिले त्यही भनिन्छ तर आन्दोलन उग्र भन्छ क्या जसको पनि जनता त्यो आन्दोलनको ऊ नै त्यस्तो हो नि त आन्दोलनको क्यारेक्टरै त्यस्तै हो जस्तो अहिलेको सरकारले त अब आन्दोलन यहाँ सुन्नु न आन्दोलन विद्रोह भनेपछि क्यारेक्टरै त्यस्तै हो होइन सरकारले सहयोग गर्दैन सरकारले यिनीहरूलाई सहयोग नगरेपछि अब एउटा कुरो के भन्नु नि यो पार लाग्दैन अब त्यो छोडिदिउँ त्यतातिर कुरा कुरा जोडौँ न